₹45,000 रुपैयाँ पर्ने कोर्सहरू गुगलले फ्रीमा ल्याइसकेको छ। आउनुहोस् आज हेरौँ तपाईँले यो कसरी पाउन सक्नुहुन्छ। सुरुमा गुगलमा जानुहोस्, त्यसपछि सर्च बारमा गएर मेरो जब भन्ने सर्च गर्नुहोस्। त्यसपछि क्लिक गर्नुहोस् फर्स्ट लिङ्कमा। त्यसपछि यो जुन फोटो देखिराख्नु भएको छ त्यहाँ चाहिँ क्लिक गर्नु होला। अब त्यसपछि हामी यो पेजमा आएका छौँ। त्यसपछि तपाईँ एप्लाई नाउमा क्लिक गर्नु होला। यो चाहिँ 500 एउटा कम्पनीले दिँदैछ, मतलब 4वटा कम्पनी छन्, 2000 जनाले मात्रै पाउनुहुनेछ। सो अब तपाईँले कुनै एउटा कम्पनीमा बाट एप्लाई गर्न सक्नुहुन्छ, जुनबाट गर्दा पनि हुन्छ। अहिले मैले आइएफएनबाट गरेँ। अब तपाईँ रिडाइरेक्ट हुनुभयो यो एप्लाई गर्ने पेजतिर। अब तपाईँ बटममा आउनुभयो भने यहाँ एउटा फेरि एप्लाई नाउ भन्ने बटन देख्नुहुन्छ, यसमा चाहिँ क्लिक गर्नु होला। फेरि यो चाहिँ गुगल फर्म खुलिसकेको छ। तपाईँले चाहिँ अब यो गुगल फर्म भर्नुपर्छ। यसको लागि चाहिँ सुरुमा यहाँ भनेअनुसार आई एग्री भन्नु होला। नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ यो अर्को पेजमा आउनुहुन्छ। यहाँ चाहिँ तपाईँले आफ्नो बारेमा डिटेल हाल्नुपर्ने हुन्छ। जस्तो मैले हालेँ नेपाली बोल। तपाईँको रियल नेम हाल्नु होला, रियल इमेल हाल्नु होला। अहिलेलाई चाहिँ मैले फेक इमेल हालेँ। नम्बर हाल्नु होला। त्यसपछि तपाईँको डेट अफ बर्थ हाल्नु होला। रियल हाल्नु होला। यो चाहिँ अहिले मैले तपाईँहरूलाई देखाउनलाई मात्रै यस्तो गलत जानकारी हालिरहेको छु। यो चाहिँ तपाईँले आफ्नो सिटी हाल्नु सक्नुहुन्छ, पर्मानेन्ट एड्रेस। अब तपाईँले कतिसम्म पढ्नु भएको छ त अहिलेसम्म, त्यसको लागि अब मैले एउटा ऱ्यान्डमली हाल्छु। अहिलेलाई ब्याचलर रनिङ हालेँ। तपाईँको जुन हो त्यही हाल्नु होला। त्यसपछि यो मेन्सन द फिल्ड अफ योर रिसेन्ट भनेको रिसेन्ट अर हाइएस्ट लेभल अफ योर एजुकेसन भनेछ। यो चाहिँ अब तपाईँले जे गर्नुभएको त्यो हाल्दा हुन्छ। अब मैले चाहिँ म्यानेजमेन्ट भन्ने हालेँ। अब तपाईँ कुनै कोर्स साइन्स लिएको भए साइन्स हाल्नु, म्यानेजमेन्ट, एजुकेसन लिएको भए एजुकेसन। अहिले ब्याचलरमा हुनुहुन्छ भने यही बिसिए, बिसिएसआइटी तपाईँको जे हुन्छ त्यो हाल्नु होला। यो चाहिँ तपाईँ स्कुल कुन थियो भन्ने बारे हो। अब विच एमङ द